हेलो गाइस, सबैलाई नमस्ते। म छु अनि मसँग हुनुहुन्छ मेरो बुवा। तपाईको नाम के बुवा? शर्माजी हो, शर्माजी। अनि बुवा ल्याउनु भएको छ बदम हैन किनेर। यता छ खोला। हजुर त्यो काट्ने त्यहाँ पकार्ने घाँस हेर्दै हुनुहुन्छ भैँसीलाई हैन। भैँसी छ घरमा दुईटा। एउटा भैँसी हिजो हामीले बेचिसक्यौँ। म चाहिँ अब फेरि हामी बाबु छोरा चाहिँ बदम खाएर सुकाएर आलु हेर्न जाँदैछौँ। यता छन् हाम्रा गाउँ, हाम्रो गाउँबारी। उता माथि छ मसुरबारी। अब आलु हेर्न जाँदैछौँ। कतिको फलाएर छन् आलु। उता छ खोला, माछा चाहिँ काट्दैछन् फेरि। यस्तो पानी छ ऊ र आलु छन् नि, आलु यिनी सबै आलु। अनि आलुभरि चाहिँ तिनटै घडा, एक दुई तिनटै घडा चाहिँ मैले गोड्याम। उता हुनुहुन्छ बुवा हैन बुवा। अनि यहाँ हामीले भैँसीलाई घाँस छरेका छौँ। यहाँ काट्नेमा होइन अहिले उतापट्टि पछाडि भयो त टाइम लाग्छ अझै। उता पारी पनि किनेको छौँ। उता यता पनि छ, ऊ माथि पनि छ। यस्तो भइरहेछ। घाँस जलेर रुख एउटै गडामा बिउ राख्नु पर्यो, एक गडामा राख्नु पर्यो, एक गडामा राख्नु पर्यो है। यहाँ राख्नु पर्यो बिउ। यो अब हामीले बाँधिसक्यौँ परालको भारी पनि कति सानो छ। पराल नै भ्याइयो आजदेखि। अब हामी फाइनली गाइस यहाँ चाहिँ म पराल बोकेर हिँडिरहेको छु होइन। परालको भारी यस्तो छ भारी। पछाडि हुनुहुन्छ बुवा होइन बुवा। यता बुवा फेरि रित्तै आउनुभयो। म यहाँ भारी बोकेर आएको छु। भारी खासै गरमको त छैन, तर पनि पहिला बुवाले बोकिहाल्नु भयो, फेरि राख्नु पठाएर मैले बोकेर घर लाँदैछु यो भारीलाई। अब घर गएर हुन्छ। अब फेरि अर्को भ्लगमा भेटौँला है त।